नमस्ते, म अधिवक्ता गीता चौधरी। आज चाहिँ म वारिस र अधिकृत वारिस भनेको के हो, यो चाहिँ यसको के यो गर्नको लागि के चाहिन्छ र यसको क्राइटेरिया के छ भन्ने कुरा चाहिँ मैले तपाईहरुलाई बताउन गइरहेको छु। सर्वप्रथम त वारिस भनेको के हो त? वारिस भनेको कुनै पनि मुद्दाको काम कारबाही गर्नको लागि, जस्तै मुद्दा दर्ता गर्न, फिराद पत्र दर्ता गर्न, प्रत्युत्तर पत्र फर्काउनको लागि, तारिख लिनको लागि, मिलापत्र गर्नको लागि आफू कुनै पनि कारणवश उपस्थित हुन नसक्ने अवस्था छ भने त्यो अवस्थामा चाहिँ हामीले वारिस मार्फत काम गराउन सक्छौं र अधिकृत वारिसनामा मार्फत पनि हामी काम गराउन सक्छौं र तपाई उपस्थित नभइसकेर आफ्नो प्रतिनिधि वारिस अथवा अधिकृत वारिस मार्फत मुद्दाको काम कारबाही अगाडि बढाउन सकिन्छ। अब यसको लागि के योग्यता चाहिन्छ त भन्दाखेरि सर्वप्रथम त 18 वर्ष पूरा भएको नेपाली नागरिक हुनुपर्छ। दोस्रो चाहिँ अदालतमा कुनै पनि खालको दस्तुर, जरिमाना, दण्ड सजाय चाहिँ लागेको हुनु हुँदैन अथवा तिर्न बाँकी रहेको हुनु हुँदैन। तेस्रोमा चाहिँ कुनै पनि खालको कृत्य, जालसाजी, भ्रष्टाचार, नैतिक पतन हुने खालको कसुर चाहिँ लागेको हुनु हुँदैन। तर यदि तपाई सगोलको सदस्य हुनुहुन्छ भने त्यो हकमा पनि यो अवस्थामा पनि वारिस लिन सकिन्छ। यसको लागि चाहिँ के कागज चाहिन्छ त भन्दाखेरि नागरिकता, साक्षी र साक्षीको नागरिकता चाहिन्छ। यसैगरी अधिकृत वारिसनामा कसरी गरिन्छ त, यसको लागि के चाहिन्छ भन्ने कुरा पनि म बताउन जाँदैछु। अधिकृत वारिसनामा पनि वारिस जस्तै आफ्नो तर्फबाट मुद्दा किटान गरी अथवा नगरी कुनै पनि मान्छेले चाहिँ आफ्नो मुद्दा दर्ता गर्न, प्रत्युत्तर फर्काउन, फिराद पत्र दर्ता गर्न, मिलापत्र गर्न, फिराद पत्रको चाहिँ दाबी फिर्ता लिनको लागि, विभिन्न खालको मुद्दा सम्बन्धी काम कारबाही गर्नको लागि चाहिँ हामीले अधिकृत वारिस मार्फत हामीले अगाडि बढाउन सक्छौं र यसमा चाहिँ अधिकृत वारिसलाई अधिकृत वारिसनामा दिने व्यक्ति स्वतन्त्रको अधिकार हुन्छ। अब अधिकृत वारिसनामा कसरी बनाइन्छ त भन्दाखेरि यदि तपाई नेपालमा हुनुहुन्छ भने जिल्ला न्यायाधीशको रोहबरमा यसलाई चाहिँ प्रमाणित गरेको हुनुपर्छ अधिकृत वारिसनामालाई। यदि तपाई नेपाल भन्दा बाहिर हुनुहुन्छ भने कुनै पनि नेपाली राजदूत र महावाणिज्य दूतको रोहबरमा अधिकृत वारिसनामालाई प्रमाणित गर्नु पर्दछ। त्यसै गरेर यसको लागि चाहिँ के कागजपत्र चाहिन्छ त भन्दाखेरि लिने दिने व्यक्ति, अधिकृत वारिसनामा लिने, अधिकृत वारिसनामा दिने व्यक्ति दुवैजनाको फोटो, नागरिकताको प्रमाणित प्रतिलिपि, त्यसै गरेर राहदानीको प्रमाणित प्रतिलिपि यदि तपाई नेपाल भन्दा बाहिर हुनुहुन्छ भने, र तोकिएको शुल्क तपाईले तिर्नुपर्छ र सँगसँगै अधिकृत वारिसनामाको कागज, एउटा फर्मेटको कागज हुन्छ जुन कागज चाहिँ हामीले बनाएर लगेर प्रमाणित गर्नुपर्छ। यो आज चाहिँ मैले वारिस र अधिकृत वारिसनामाको बारेमा तपाईहरुलाई बताएँ। यस सम्बन्धी कुनै पनि थप अन्य जानकारी लिनु परेमा अथवा कानुनी कुनै पनि विषयमा जानकारी लिनु परेमा तपाईहरु कमेन्ट गर्नुहोला। म फेरि